हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। स्वागत छ हजुरलाई ह्याप्पी न्यू ब्लग च्यानलमा। साथीहरू अलि हाई त भनिदेऊ पछाडिबाट। हामीहरू साथीहरू अहिले अब मार्केट फेरि पनि हामी मार्केट घुम्न जान लागेको, किनकि घर जाने दिन पनि नजिकै आइसकेको छ। त्यही भएर सपिङ गर्नको लागि हामीहरू मार्केट घुम्न जान छौँ। हजुरहरू पनि भिडियो हेरेर हामीसँग इन्जोय गर्नु होला। ल साथीहरू, अब हामी बस स्टपमा पुगिसक्यौँ। दादा र भान्जा इन्तजार गरेर बसिराख्नु छ। अब हामी बसमा चढेर डाइरेक्ट हामी मार्केट जान्छौँ। हजुरहरू पनि हेर्नु होला मार्केट कस्तो छ भनेर। साथीहरू, हामीहरू गाडीको लागि वेटिङ गरिरहेका छौँ। बस स्टपमा गाडी पनि आइसक्यो। अब चाहिँ हामी जान्छौँ। साथीहरू, आज म कस्तो देखेकी छु। यहाँ आइसक्यो, अब हामी जान्छौँ साथीहरू। फाइनली साथीहरू, हामीहरू चाहिँ शिवाजी नगर पुगिसक्यौँ। भाउजू, तपाईँलाई एउटा कुरा थाहा छ कि नै? बसमा तपाईँको बुढालाई होइन चुप्पा दिनलाई थिएँ। 100 रुपियाँ दिनु, मैले हेरेर बसेको थिएँ। ए दादा, पुरा यो त मक्खै के तिनीहरूको मुखतिर बसेर झन् खुसी भएको। तरुनी देखेर पुरा यस्तरी खुसी उलाको गद 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 गद। तपाईँ मलाई 100 रुपियाँ दिनु, किनकि मैले हेरिरहेको थिएँ चुप्पा गर्छन् कि गर्दैनन् भनेर। पैसा दिनु है। सिआइडी म बनाएको थिएँ पुरा के यस्तो भएको कि यस्तो। म चाहिँ उ गर्ने भनेर उ गरेको थिएँ। पैसा दिनु है, क्लियर गरेर आएको थिएँ। गाइज, हामीहरू चाहिँ जुस खान आएको। अनि अब हामी घुम्छौँ। यो खाएर अलि एनर्जी चाहियो नि त घुम्नको लागि। त्यही भएर यो खाएर हामी चाहिँ अलि एनर्जी बोल्न सक्नु पर्यो। त्यसैले हामी यो खान्छौँ। मान्छे यो खोलिदिनु त, खिलाइ पनि दिन्छु। खिलाइ पनि दिनु भनेर के यस्तो भुतिनी जस्तो भइगयो म चाहिँ। साथीहरू, आज त हामीहरू होइन 1 घन्टा आउन 1 घन्टा लाग्छ नि त। त्यही भएर पुरै उभिएर आएको कि आज त गाडी सिटै नपाएर हामी उ गरेर आएको। सिटै नपाएर हिँडेर आएको। गिर्न दिनु। अहिले यहाँ साथीहरू कस्तो लफडा पनि हुन्छ कि, झगडा गर्नलाई अलि एनर्जी पनि चाहिन्छ नि त। त्यही भएर चस पनि गर्नु न। चस गर्नु। तपाईँले खानुभयो नि त। ल साथीहरू, हामीहरू चाहिँ अलिअलि सपिङ गर्दैछौँ। देख्न सक्नुहुन्छ मार्केटहरू यस्तो छ। यहाँको शिवाजी नगर मार्केट। दाइ भाउजूहरू आउँदैछन् साथीहरू। यस्तो छ मार्केट। बेङ्गलोरको शिवाजी मार्केट साथीहरू यस्तो छ। गाइज, यहाँ कस्तो राम्रो कपडाहरू छ। दामी। अर्को देखाउनु ब्ल्याकमा 1 नम्बर। अब अर्को देखाउनु। यो पनि मन पर्यो मलाई। ल गाइज, हामीहरू अब चाहिँ सपिङ गरेर भ्याइयो। अब चाहिँ हामी घर जानको लागि बसमा बसेछौँ। साथीहरू, हामीले कति सपिङ गऱ्यौँ हेर्नुहुन्छ। यो पुरा सपिङको ब्याग हो हाम्रो। अब हामी घर जान्छौँ। के भनेर हजुरलाई चाहिँ म घरमा देखाउँछु ल। अहिलेको लागि बाई बाई साथीहरू। मलाई माया र सपोर्ट गरिदिनु होला मेरो ब्लगलाई।